फेसबुकमा कन्टेन्ट मोनिटाइजेसन टुल्सहरू किन हराउँछ भन्ने बारेमा म आज भिडियो लिएर उपस्थित भएको छु। मोनिटाइजेसन टुल्स हराउनुको सबैभन्दा पहिलो कुरा भनेको कन्टेन्ट मोनिटाइजेसन पोलिसी चाहिँ उल्लङ्घन हुनु, अर्थात् हामीले त्यो कुराहरू चाहिँ नियम पालन नगरेको कारणले पनि कन्टेन्ट मोनिटाइजेसन टुल्स हट्न सक्छ। जस्तै हामीले ओरिजिनल कन्टेन्टहरू हालेका छैनौँ, अरूको कन्टेन्टहरूलाई हामीले एडिट गरेर रियुज गरेर हालेका छौँ, अनि पोलिसी भाइलेसन हुने खालकाहरू, न्युडिटी हुने खालकाहरू यावत कुराहरू चाहिँ हामीले आफ्नो पेज वा प्रोफाइलमा हालेका छौँ भने कन्टेन्ट मोनिटाइजेसन टुल्स चाहिँ हट्न सक्छ। यो मेरो अनुभव पनि हो, मेरो एउटा पेजमा त्यस्तै भएको छ है। मैले चाहिँ अरूको भिडियोहरू हाल्थेँ अनि त्यसमा आफ्नो भोइस गरेर हालेको कारण चाहिँ कन्टेन्ट मोनिटाइजेसन टुल्स चाहिँ मेरो प्रोफाइलबाट पनि हटेको छ, पेजबाट पनि हटेको छ। यो सबैकोमा नहुन सक्छ, तर कतिपयकोमा यो अवस्था छ साथीहरू है। र अर्को कुरा, हाम्रो पेज वा प्रोफाइलमा इस्यु भएको कारणले है, हाम्रो पेज वा प्रोफाइलमा येल्लो कलरको छ, रेड कलरको छ भने पनि हाम्रो कन्टेन्ट मोनिटाइजेसन टुल्सहरू हट्न सक्छ। र अर्को कुरा भनेको, यदि हाम्रो प्रोफाइल वा पेजमा चाहिँ फलोवर्स र वाच टाइम घटेको खण्डमा पनि यो टुल्स हट्न सक्छ। हाम्रो पेजमा कन्टिन्यू रूपमा फलोवर्स बढेको हुनु पर्यो, भ्युज बढेको हुनु पर्यो, त्यसो हो भने मात्रै कन्टेन्ट मोनिटाइजेसन टुल्स चाहिँ बस्छ, होइन भने यो पनि यो अवस्थामा पनि हराउन सक्छ। त्यसैले साथीहरू, तपाईँहरूले आफ्नो एकचोटि आफ्नो प्रोफाइल वा पेजलाई चेक गर्नु होला राम्ररी। यी सबै कुराहरू तपाईँले पालन गर्नुभएको छ, तपाईँले कन्टेन्ट मोनिटाइजेसन पोलिसीहरू पनि तपाईँले राम्रोसँग पालन गर्नुभएको छ, भिडियो ओरिजिनल हाल्नु भएको छ भने पनि तपाईँको हरायो भने पनि एकचोटि मेटाका टिमसँग कुरा गर्नु होला। यो सबै कुराको समाधान त्यहाँनिर हुन्छ है त साथीहरू। भिडियो मन परे एउटा लाइक अनि एउटा सेयर चाहिँ अवश्य गर्नु होला है त साथीहरू। र फेसबुक सम्बन्धी केही समस्या भएमा हामीलाई तल कमेन्टमा लेख्नु होला, हामी तपाईँहरूलाई सहयोग गर्न हामी चाहन्छौँ। धन्यवाद।